हेलो फ्रेंड्स, आज को यस वीडियो में पीएल एप्रोप्रिएशन अकाउंट कसरी निकाल्ने हो या बनाउने हो त्यो सिकाउने गरिरहेको छु। र त्यो भन्दा पहिले हामीलाई 3 नम्बर पहिले बुझिहाल्नु छ हैन। धेरै सिम्पल छ। यो ग्रोस प्रॉफिट हुन्छ पीएल को सीआर मा एन्ड कमिसन रिसिभ पनि हुन्छ पीएल को सीआर मा। र अपरेटिङ एक्सपेन्स त्यो हुन्छ पीएल को यो डीआर मा, त्यो पनि हुन्छ डीआर मा हैन। यो जोडेपछि 43 र 7000 50000 र 50000 बाट हामीले 30000 घटाएमा 20000 भइहाल्छ हाम्रो नेट प्रॉफिट। त्यो भयो आन्सर हैन। अब हामी 4 नम्बरको बनाउनु। ओके, यो के निकाल्ने? प्रिपेयर पीएल एप्रोप्रिएशन अकाउन्ट फ्रम द फलोइङ इन्फर्मेसन हैन। त्यो आजको क्वेशन हो। ल हामी कसरी बनाउने हो? अब सर्वप्रथम हामीलाई यस्तो खालको फर्मेट तयार पार्नु पर्छ है साथीहरु। र पार्नु पहिले नै सिकाइदिएको छु यस्तो खालको। र सबै साइडमा हैन पार्टिकुलर हैन, पार्टिकुलर रुपीस डीआर सीआर लेफ्ट साइड राख्नुपर्छ का। र सर्वप्रथम के छ? ओपनिङ बैलेंस अफ पीएल अकाउंट हैन। त्यो कति छ? 40000 र नेट प्रॉफिट 60000 एन्ड र प्रपोज्ड डिभिडेन्ड छ 65000। ओके, अब जाम हामी हिसाबतिर। ओके, लेट्स गो फ्रेंड्स। अब स्टार्ट गरौँ है त। ओपनिङ बैलेंस अफ पीएल अकाउंट हुन्छ कतिको छ? सीआर साइड हुन्छ। ओके, एप्रोप्रिएशन अकाउंट को सीआर साइड बाय बैलेंस पीएल अकाउंट पनि हामी लेख्न सकिन्छ। त्यो पनि गलत हुँदैन हैन। यो बाय बैलेंस पीएल अकाउंट हामी लेख्न सक्छौं। त्यो पनि एउटा सर्टकट हो। ओके, बाय बैलेंस को अमाउन्ट कति छ? 40000। ओके, अब यो नेट प्रॉफिट हैन। यो नेट प्रॉफिट को कति छ? 60000। त्यो पनि नेट प्रॉफिट हुन्छ सीआर साइड एप्रोप्रिएशन अकाउंट को। ओके, जम्मा भयो 1 लाख। अब यो प्रपोज्ड डिभिडेन्ड 65000 छ, त्यो हुन्छ यो डीआर मा हुन्छ हैन। पीएल एप्रोप्रिएशन को डीआर मा हुन्छ यो 65000 प्रपोज्ड डिभिडेन्ड हैन। अब 1 लाख बाट हामी 65000 घटाएपछि कति हुन्छ? ओके, क्याल्कुलेट गरौँ है त। 1 लाख माइनस एन्ड कति छ? प्रपोज्ड डिभिडेन्ड 65000 हैन। कति आयो? 35000 हैन। हाम्रो कति छ आन्सर? एंड पीएल एप्रोप्रिएशन अकाउंट 35000। ओके गाइस, आंसर मिल्यो। तो यहाँ हामीलाई टू सरप्लस एंड बीएफ लेख्नु पर्छ। ओके, त्यो हाम्रो यो फर्मेट को नियम हो। र कति आयो हामीलाई घटाएपछि? 35000। ओके गाइस, केस इज क्लियर भयो नि त। ल यस्तै नै बन्छ सर। गाइस, यदि कति कन्फ्युज भएमा मलाई अवश्य भनिदिनु होला कमेन्टमा, म त्यसको रिप्लाई पनि दिनेछु। र भिडियो कस्तो लाग्यो? राम्रो लागेमा प्लिज लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गरिदिनु होला। हस्त, धन्यवाद। जय नेपाल।